फ्याबुला एभ्रिवान, आज भने चाहिँ बैगुनको रेसिपी देखाउनु गइरहेको छु हजुरहरूलाई। यहाँ चाहिँ तेल लिइसकेपछि ज्वानो पकाए माथिबाट प्याज खोर्सानी एड गरिसकेपछि यसलाई एकछिन चलाउने होइन। त्यहाँदेखिको बादमा चाहिँ बैगुन माथिबाट एड गर्ने र यसको बादमा नुन हल्दी रेड चिली पाउडर, मेरो मसाला चाहिँ यति नै हो। अनि लसुन हुन्छ है। आफ्नो आफ्नो रेसिपी हुन्छ, आफ्नो आफ्नो तरिका हुन्छ। यो मेरो तरिका चाहिँ हजुरहरूसँग सेयर गर्नु गइरहेको छु होइन, र हजुरहरूले देखि पनि रहनु भएको छ। अन्त यो मजाले चलाइसकेपछि चाहिँ साइडमा चाहिँ टमाटर हालेर चाहिँ केही छिनको लागि छोप्नुपर्छ। अन्त यहाँ देख्नुहुँदैछ गार्लिक है, यसलाई मैले छोपिदिएँ। मजाले पाक्नु दिइसकेपछि चाहिँ लो फ्लेममा पाकेपछि चाहिँ यसलाई मजाले मिक्स गर्ने, म्यास गर्ने। मलाई चाहिँ बैगुन चाहिँ यसरी म्यास गरेर खानु मनपर्छ। अनि चाहियो भने तपाईँहरूले बटर पनि एड गर्नु सक्नुहुन्छ, यसको फ्लेभर एकदमै राम्रो आउँछ। अन्त यहाँ चाहिँ छिटो छिटो माम पकाएर चाहिँ हिजोकै सब्जीहरू थियो, अचार, साग र आलुको झोल होइन। म चाहिँ यति डरलाग्दो थाकिरहेको थिएँ कि, अन्त कामदै थिएँ होइन, भोक लागेर। त्यही भएर चाहिँ यहाँ फटाफट रेडी गरेर चाहिँ खानुपट्टि लाग्यो। हजुरहरूलाई के कसो लाग्छ मन पऱ्यो लाइक सेयर कमेन्ट अनि फलो गर्नु होला।